हाई एभ्रिवान, आमाको पाठ च्यानलमा हजुरलाई स्वागत छ। आज मैले ब्रिन्जलको रेसिपी लिएर आएको छु बच्चाहरूलाई कसरी दिने भनेर। यसमा एकदमै धेरै भिटामिन, मिनरल्स अनि फाइबरहरू प्राप्त हुन्छ। साथै इम्युन सिस्टम बुस्ट गर्नको लागि पनि यसले एकदमै धेरै हेल्प गर्छ। बच्चाहरूलाई सोलिड फुड स्टार्ट गर्ने क्रममा 6 महिना पुगे लगत्तै पनि हामीले ब्रिन्जललाई दिन सक्छौँ। यसलाई चाहिँ बच्चाले राम्रोसँग डाइजेस्ट गर्न सक्छ। राम्रोसँग पाकेको खण्डमा यो एकदमै सफ्ट पनि हुन्छ, त्यसै कारण निल्नलाई पनि सजिलो हुन्छ। तर भर्खर सोलिड स्टार्ट गरेको बच्चालाई चाहिँ हामीले क्वान्टिटीमा ख्याल गर्नुपर्ने हुन्छ, थोरै थोरै क्वान्टिटीमा मात्रै दिनुपर्ने हुन्छ। र आज मैले सेयर गर्दै गरेको रेसिपी चाहिँ 1 वर्षभन्दा माथिको बच्चाहरूलाई मात्रै दिन मिल्छ। मैले आफ्नै हातले रोपेको बैगुन फलेर पनि खाने अवस्थामा पुगेपछि टिपेर मैले आफ्नो बच्चाको लागि बनाएर दिने निर्णय गरेँ र मैले त्यसलाई टिपेर राम्रोसँग वास गरेँ अनि आलुसँग बनाउनको लागि रेडी गरेँ। हजुरहरूले देखिसक्नुभयो यो बैगुन चाहिँ कति धेरै फ्रेस छ भनेर। अनि किरा पनि एउटै लागेको थिएन है, काट्दा पनि एकदमै खाउँ खाउँ लाग्दो भइरहेको थियो। अनि यसलाई मैले टमाटर, प्याज, धनिया अनि अदुवा, लसुन सबै कुरा रेडी गरेर कराही बसालेर अनि त्यहाँ थोरै मसला राखेँ अनि त्यसमा प्याजलाई राखेँ अनि आलु र बैगुनलाई एकैचोटि राखेर फ्राई गर्दैछु। मैले बेसरलाई राखिसकेँ र केही बेर अल्टै पल्टै गर्नुपर्ने हुन्छ र यसले छोप्दै पकाउँदै गरेर त्यसपछि नुन अनि जिरा धनियाँको धुलोलाई एड गर्नुपर्ने हुन्छ र मैले यो तरकारीलाई केही बेर चलाउँदै छोप्दै पकाउँदै गरेपछि यो एकदमै राम्रोसँग पाकिसकेको छ। अब यो पाकिसकेको सब्जीमा मैले काटेर राखेको हरियो धनियाँलाई बाहिरबाट गार्निसको लागि राख्दैछु। हजुरले देख्न सक्नुहुन्छ कति धेरै फ्रेस अनि खाउँ खाउँ लाग्दो छ है। अब त्यो पाकिसकेको बैगुनबाट पनि बाहिरको कभरको भागलाई छुट्याउनु पर्ने हुन्छ र भित्रको गुदीको भाग मात्रै बच्चालाई दिनुपर्ने हुन्छ, किनभने त्यो भाग चाहिँ उसलाई बच्चाहरूलाई चपाउन पनि सजिलो हुन्छ र उनीहरूले राम्रोसँग मन पराउँछ। अनि मैले त्यसै गरेर यहाँ छुट्याएको छु र साइडमा फ्राई गरेको आलुलाई पनि राखिदिएको छु। यसरी मैले मेरो बच्चालाई एउटा लोकल अन्डा, साथमा दाल अनि यो सबै तरकारी खानाहरूलाई दिएको थिएँ। उसले चाहिँ एकदमै मन पराएर यो सबै खानाहरूलाई इन्जोय गरेर खाएको थियो। मेरो बच्चाले चाहिँ सुप भएको आइटम जुनसुकै कुरा पनि उसको अगाडि राखिदियो भने उसले त्यो ट्राई गर्छ। मिठो छ भने सबै खाइदिन्छ, मिठो छैन भने साइड लगाइदिन्छ है। अनि यसरी उसले चाहिँ यो ब्रिन्जलको बैगुनको तरकारीलाई एकदमै इन्जोय गरेर खाइसकेको छ। हजुरहरूले देख्न सक्नुहुन्छ खाइसकेपछिको उसको एनर्जी। यसरी नै हजुरले पनि आफ्नो बेबीहरूको लागि ब्रिन्जल तरकारी बनाएर दिन सक्नुहुन्छ। 1 वर्षभन्दा तलको बच्चाहरूलाई नुन नहालेर अलिकति फरक तरिकाले बोइल गरेर पनि दिन सक्नुहुन्छ र 1 वर्षभन्दा माथिको बेबीलाई चाहिँ मैले बनाएको तरिकाले दिन सक्नुहुन्छ। भिडियो हेरिदिनु भएको लागि धन्यवाद। यदि हजुरलाई राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर र च्यानललाई सब्सक्राइब गरिदिनु होला।